बाक्लो बस्ती भएको इलाकामा प्रति घन्टा कति गतिमा सवारी चलाउनु पर्छ? सवारी दुर्घटना भएमा चालकले कसलाई खबर गर्नु पर्दछ? मानिसले बाटो काट्न लागेको समयमा आफ्नो सवारीलाई के गर्नुपर्छ? सवारी चलाउँदा सिट बेल्टको प्रयोग किन गरिन्छ? बाटोमा टायर पङ्चर भएमा के गर्नुहुन्छ? सवारी साधन बायाँ मोड्दा के गर्नु पर्दछ? सुरक्षाका दृष्टिले कस्तो समयमा यात्रा नगर्नु राम्रो मानिन्छ? बाटोमा गुडिरहेको सवारीको गति पत्ता लगाउँदा प्रहरीले प्रयोग गर्ने साधन कुन हो? रातो ट्राफिक लाइटको अर्थ के हो? उछिन्न कार्य गर्दा कस्तो प्रकारले गर्नु पर्दछ?